प्रमुख अतिथि माननीय प्रदेश सभासद श्री बेली माया तामाङजीलाई दीप प्रज्वलनका निमित्त हार्दिक अनुरोध गर्दछौँ। Nasi namda, nasi lundu pe, nasi chichi, sena shupai, sangye chudang, idong babi chu, kunla chacha, kaja, kashi shu, dunbi gilpo, chalde dun, chabi jamba, kidang baldang ba, kunla gumba, chache dakpo che, kumbo talpa, chalda palda, simche tamche, agun dhakbe ba, isin jeba, tsara kaba che, chinchan dhabe, tashi palbewa, timre shikpa, gyala chacha, Chamba sono palden doji chere shiwa kumbo jambe ba sai nimbo depa nambara se thange nimbo bhaja kun Udva doji pekara doji da udva dawa hande nimaye chanda lena tashi paji Chancho shamba kyala chandaro injen dojo tashi shijinga tunjo bosa yoha kama Inda tundo punjo palbewa inuenga se ungo kolo te inje tamche geje Chato gyawa cheche keche ma keso ngawa tembe palpe Tashi lama gyala chacha lo champa champa tegi simi hu miton tanda gyabho iko so pake poda loa mimi Namto sete lache kondo dan iso latan tuton doje che piwa gande choten geje Sasun nisim kele tashi pe chiten gyawa gyala chacha lo Tacha tindiri gyawa champa la keda ngyora chawa kunch Todo palbe samdoe sindo tashi dele ozon chomba sho. यहीको स्थायी निवासी यहाँहरू सम्पूर्णलाई हाम्रो तामाङ लोसार 2857 को धेरै धेरै शुभकामना अनि यहाँ पाउनुभएका सम्पूर्ण अतिथिहरूलाई पनि स्वागत गर्न चाहन्छु अनि राम्रोसँग मनाउनुस् 2857 को लोसार पाटो तपाईँहरूको सबै शुभेच्छा इच्छा सबै पूर्ति होस् मेरो शुभकामना धन्यवाद धन्यवाद छ उहाँलाई धेरै धेरै धन्यवाद जन्महरी नाचौं कमर भाचौं डम्फुको तालैमा हाँसीमा राखौं बोलीमा राखौं एक बारको जुनीमा
कर्म साङ्गे छुपेल गोलेजुलाई लोसारको बारेमा स्पष्ट पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस अवसरमा यहाँ पाल्नुभएका समस्त बुद्धिजीवी हाम्रो माननीयजीहरू हाम्रो अतिथि विशेष अतिथि सम्पूर्णमा चाहिँ हाम्रो गाउँको सम्पूर्णमा चाहिँ न्यानो अभिवादन सहित लासो फ्याफुल्ला भन्दै यस लोसारको लोसार सम्बन्धी चाहिँ एउटा छोटकरीमा हामीले लोसार त मान्छौँ तर लोसार भनेको के भन्दाखेरि चाहिँ छोटकरीमा जाने भने धेरै महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। त्यसैले चाहिँ खास के भन्दाखेरि चाहिँ हामीले लोसार त भनेर भनिरहेको छौँ। लोसार पनि अब धेरै किसिमको हुन्छ होइन। अब हामीले चाहिँ लोसार भन्ने बित्तिकै तपाईँको अब सोनाम लोसार, घापुल लोसार, तमु लोसार, तोला लोसार भनेर विभिन्न थरीको लोसारहरू हुन्छ। त्यसै क्रममा चाहिँ आज हामीले चाहिँ यो मनाउने क्रममा चाहिँ हामीले चाहिँ यो आज सोनाम लोसार भनेको छौँ नि, यो चाहिँ उत्पत्ति कसरी भयो भनेर चाहिँ यसको बारेमा चाहिँ हामीले जान्न अलिक विशेष हुन्छ कि यो तामाङ जातिको मात्र नभइकन यो सम्पूर्ण चाहिँ हाम्रो यो बौद्ध मार्गीहरूको चाहिँ भनेर हामीले मान्नु पर्दैन राम्रो हुन्छ है। जस्तै लो भनेको चाहिँ के भन्दाखेरि चाहिँ लो भनेको चाहिँ वर्ष, सार भनेको नयाँ, हामीले चाहिँ यो लोसार भनेको चाहिँ नयाँ वर्ष भनेर चाहिँ हामीले एउटा पर्वको रूपमा चाहिँ मान्नु पर्दछ। अब मन्तव्यकै क्रममा हुनुहुन्छ आफ्नो तामाङ संस्कारबारे छोटो मन्तव्य राख्नको लागि हाम्रो यस गुठी परिवारको तर्फबाट ताम्बा गान्बामा हुनुहुन्छ। धन्यवाद। आज हामी तामाङ जातिको भनौँ आज यो कर्णाली नगरपालिका वार्ड नम्बर 1 ढाँगाझिरीका हाम्रो मणि चौतारा घाटली देवी गुठीबाट सञ्चालन भइरहेका आज तामाङ लोसारमा यहाँ उपस्थित हुनुभएका विशिष्ट पाहुनाहरू, मेहनती वडाध्यक्षज्यूहरू, गण्यमान्य सदनवृन्दहरू, पत्रकार, सुरक्षाकर्मीहरूमा र उपस्थित आमा बाबु दिदीबहिनी दाजुभाइहरू सबैलाई नमन गर्दछु। आज उपस्थित भई यो तामाङ लोसारले उत्साहका साथ उपस्थित भई कार्यक्रममा चाहिँ सजाइदिनु भएको म हार्दिक धन्यवाद दिन्छु। किया
लिनेको दर्शन नमस्ते दौता दिनेलाई लिनेको दर्शन नमस्ते हे दर्शन नमस्ते हो दर्शन नमस्ते हो तेरै पछि दर्शन नमस्ते हे बल्ल बल्ल दर्शन नमस्ते हजुर धन्यवाद हजुर धन्यवाद कार्यक्रमको प्रमुख अतिथि बेलीमाया तामाङज्यूलाई चाहिँ छोटो मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। माने चौतारा गुठीद्वारा आयोजित यस सोनाम लोसार 2857 सोनाम लोसारको अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू, त्यस्तै गरी मञ्चासीन सम्पूर्ण अतिथिज्यूहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आफ्नो वेशभूषामा उपस्थित हुनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई म सोनाम लोसारको हार्दिक हार्दिक शुभकामना अभिवादन व्यक्त गर्न चाहन्छु। लसो फ्याफुला तिनीला लोछर मेलारी रबरूप तावा बेलारी हैन तिनीला लोछर मेलारी रबरूप तावा बेलारी याङीमा खानसी क्रेबसारीले शैले जम्मन फुर्ताङसी लासो फ्याफुला जमादन ड्यासमा आसीन सम्पूर्ण प्रमुख अतिथि महानुभावहरू अनि उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा सबैलाई ह्याप्पी लोसार है त। मेरो आफ्नै गीत छ लोछारको 2टा, सेलो सङ छ 2टा है। अहिले चाहिँ म एउटा मात्रै लोछारको गीत गाउँछु, बिचमा अलिकति रमाइलो होस् भनेर। मैले यहाँ अन्य गैर तामाङ प्रमुख अतिथि महानुभावहरू भएको हुनाले केही नेपाली कुराहरू पनि बोलेँ। खास त आज तामाङ नै बोल्नुपर्ने हो होइन, केही फरक पर्दैन। वाइजा तामाङ रि मलाई दोषी लोछार लवाई जम्मन दिराम रमाइललाई स्याइ आएन याङला लोछर
अहिले टाइम भयो पछि आउला है त धन्यवाद Dum dum
मेरी प्यारी बुढी मेरी मुख जुन्किरी बिचरा अहिलेसम्म मलाई भात परेर बसेको अरे म बसेको कस्तो खतम छु भने त्यसलाई जाडो धरेर माथेर आएको ठुक्क मलाई ला पस्टिया मेरी बुढी भन्दा रिसले ओ डार्लिङ आई लभ यु माई सातो पुत्लो फ्लाइङ आफ्टर सी यु अङ्ग्रेजी बुझ्दैन तँले देखेर सातो पुत्लो उड्छ भने ए मेरी प्राण प्यारी मलाई माया गरेको तिमीलाई सम्झी आइपुगेमा भित्रै छिर्न देऊ जाडभन्दा बढी मलाई तिम्रो लाग्छ भर आधी रातमै भए पनि लड्दै आए घर ढोका खोल न पस्टिकी आमा ढोका खोल न हो बाहिर जाडो कति साह्रो ढोका खोल्नु पस्टिकी आमा ढोका खोल्नु हो बाहिर जाडो कति साह्रो मर्ने लाग्यो के हो आज म ढोका खोल्दै खोल्दिन एक दिन होइन दुई दिन होइन जहिले मातेको छ कति ढोक्न छैको कुकुरको झोल अब साथीभाइ भेट्दाखेरि हल्का दिने पर्यो मैले खाएको कोदोको झोली तिमीलाई के गएको नगर्यो घाम गर्दै जाँदा 2-4 बोतल गयो दुःख सुखको कुरा गर्दा आज रातो भयो तिम्रो खुसी चल्छ यहाँ खोल्दिन भनेपछि खोल्दिन के सोचेछौ तिमीले मलाई छाडा जोड्या मगमनी जस्तो तिम्रो चौबन खरायो जस्तो आँखा गुलाब जस्तो तिम्रो होठ पहिले जस्तो भाका चाल तिम्रो चरजुले टुवाको हो कि तिम्रो बरेली गाई जस्तो लक्षण तिम्रो मयूरपङ्खी कपाल बालक जस्तो पछि लाग्यो कुकुरको भयो कति फुर्काउनु जहिले कराउँछ नाइट गाउन लाऊ डार्लिङ झट्टै बाहिर आऊ नखाँदाको कुरा खाँदाखेरि आउँछ अमृत खाँदा पनि यति मजा कसले पाउँछ हाड खाएन सब खाएन रक्सी भने रक्सी निचा हाँस्ने रक्सी कप्सी होटल बाल्ने टोक्सी सुरुमा झाड सुकाउनु अर्काले पैसा तिर्ने बानी परेपछि त आफ्नो खल्तीलाई मात्रै फिर्ने झाडा पर्दा आफ्नो दाँत कहिले झरेको छैन 4 बोतल त फ्रिजमा खायो पैसा तिरिएन ए ढोका खोल्नु माइती गाउँमा ढोल नत्र भुचुकमा आएर मिलाइनु तेरो सात पत्र त्यो धम्की चाहिँ भट्टीवालीलाई दिनु डराउँदिन म त होइन कति घिस्न सकेको रातभरि होइन राति खाएर के बुढा दिउँसो हुन्छ होसमा अहिले ढोकासो भड्काइन्छ मातेको चोसमा आफ्नो सासले त गन्दिने यार अरू कसले गन्छ तिम्रो आफ्नो भाइको तिमीलाई गरे सासले भन्छ लगेको इज्जत राखी देऊ समाजको माझ भोलिदेखि चाँडै आउँछु ढिला भयो आज अचेत भई आएको देख्दा छोरीले हेर्छन् भोलि बत्ती छाडा भोलि चिबेटीले देख्छन् बाहिर बसेर धेरै हल्ला खल्ला नगर है म त ढोका खोल्दिन त्यही होटलवालीले खाइ भनेको होइन अब त्यसैकोमा गएर सुत्नु त्यतै बस्नु म त मरे पनि ढोका खोल्दिन होइन कति हैरान गराएको मलाई रात दिन दुःख दिएको कसैको पनि त पल्ने के आमा भट्टीमै भेट भएको मेरो डोरो ज्यान देखेर त हो नि हो तैँले मसँग माया लागेको होइन भने त दिउँसो गएर सधैँ तेरो घरमा हैकम चल्छ मैले कुमारी ल्याउँदा मात्रै चुलोमा आगो बल्छ ढोका खोली मलाई भित्र बोल्दा मिठो बोली बोल्दा रसी सारी खोल खोल्ने लुला बोली जति फकाइ पनि ढोका खोल्दिन जता जाने हो जाऊ अरू काले आफ्नो लोनेको कत्रो इज्जत गर्छन् आफ्नो चाहिँ आज रातमा चिच्याएर पर्छन् ढोका खोल्नु जसले कि आमा ढोका खोल्नु हो ढोका खोल्दैन भने म बाहिर लडे हो ढोका खोल्न भन्दैछु ढोकै छोडिदिन्छु सधैँ दुःख दिन्छु यार म त बाहिर लडिदिन्छु
धन्यवाद। त्यसपछि आउँदै हुनुहुन्छ नाच लिएर रोजी लकान्द्री गीतको बोल रहेको छ ओइ च्याङबा ओइ च्याङबा। कलाकार शिबु तामाङलाई स्टेजमा निमन्त्रणा गर्दछौँ। सबले नाचौँ है त।
चाहिँ साह्रै मन पर्यो तिमीलाई चाहिँ साह्रै मन पर्यो मेरो पाङ्देनमा सजिएकी शिरमा शिर फुल सिर्दिएकी हो मैचन तिमी मन पर्यो झन् 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 तिमी मन पर्यो झन् 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 तिमी मन पर्यो स्टेजमा आइदिनु स्टेजमा आएर नाच्नु होइन सबले ताली झरी 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 झरीले झरना सारी केस ओढ्न पछुरी मुहारको लाग्छ सारी बेस झरी 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 झरीले झरना सारी केस ओढ्न पछुरी मुहारको लाग्छ सारी बेस कस्तो लागि दरमाथि देखेको त्यो परी बसे तिमीलाई राखे मनमा छातीले भरि बसे तिमीलाई राखे मनमा छातीले भरि नाच है पनि त माइचा गीत गाइरहेको हर दिन मेरो आँखा वरिपरि नाच्दै गाउँछे छम 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 अनि बसे यो मनभरि हर दिन मेरो आँखा वरिपरि नाच्दै गाउँछे छम 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 अनि बसे यो मनभरि बिहारीको सपनीमा देखे जति सबै विपनीमा पुरा भयो खुसी हुन्थ्यो खुबै विपनीमा पुरा भयो खुसी हुन्थ्यो खुबै आँखैमा काजल लाउने मुखैमा लाली लाउने तिमी छेउ साह्रै मन पर्यो तिमी छेउ साह्रै मन पर्यो राङ्गेर पाङ्देनमा सजिएकी शिरमा शिर फुल सिउरिएकी हो मैचन 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 ओ मैचन तिमी मन पर्यो झन् 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 तिमी कस्तो लाग्यो ल नाचो है त फेरि सेलो है यो पनि रासै फुल्यो बनैबारी भयो तिम्रो तस्बिर बनैबारी नाच है ल तारी उठा पनि लास्ट हो रासै फुल्यो बनैबारी तिम्रो तस्बिर बनैबारी रासै फुल्यो बनैबारी चमको तस्बिर मनैबारी हँसिलो मुहार मिलेका कङ्करबारी हँसिलो मुहार मिलेका कङ्करबारी मेरो कस्ता छैन
आएका दिन तिमीलाई देख्दा यो दुनिया बुझ्छु एकैछिनमा निद छैन सपनीमा भोक छैन दिनमा तिमीलाई देख्दा यो दुनिया बुझ्छु एकैछिनमा हँसिलो मुहारले मिलेका नक्कलहरूले हँसिलो मुहारले मिलेका नक्कलहरूले मेरो मनमा मेरो बसमा छैन मन पागल भएछ म त बसमा छैन मन म त पागल भएछ ताली बजाइदिनु है पछाडि गर्नु सागर सरी डुबिरहन्छु तिम्रो सम्झनामा हेरन्छु तिम्रो कल्पनामा सागर सरी डुबिरहन्छु तिम्रो सम्झनामा सागर सरी हेरन्छु तिम्रो कल्पनामा हँसिलो मुहारले मिलेका नक्कलहरूले तिम्रो हँसिलो मुहारले मिलेका नक्कलहरूले मेरो मन मेरो बसमा छैन मन म त पागल भएछन् म त पागल भएछन् गुनासै फुल्यो भरि चमको तस्बिर हुनेभरि हँसिलो मुहारले मिलेका नक्कलहरूले तिम्रो हँसिलो मुहारले मिलेका नक्कलहरूले मेरो मन मेरो बसमा छैन मन म त पागल भएछन् मेरो बसमा छैन मन म त पागल भएछन् राजन तामाङ बल जितमान तामाङ बल सम्मान सभापतिज्यूबाट चाहिँ खादा लगाएर सम्मान कार्यक्रम हुन गइरहेको छ। सभापतिज्यू पनि अगाडि आइदिनु हुन र सम्मान लिने व्यक्तिहरू पनि अगाडि आइदिनु हुन अनुरोध गर्दछौँ। जितमान तामाङ बल, सुना तामाङ बल, रश्मि तामाङ वाइबा, पूर्ण तामाङ बोमजान, साधुराम तामाङ बोमजान, श्री कृष्ण गिरी, दीपक थापा गोदार, उर्मिला तामाङ बल, रामशरण तामाङ बल, विपिन तामाङ बल, सूर्यबहादुर श्रेष्ठ र रमेश ब्लोन, रिना बोमजन कुमार, ब्युटाउर रिसोर्ट, मुन्ना ओक्सप टोटीटोल। उहाँ चाहिँ जहाँ हुनुहुन्छ अगाडि आइदिनु हुन विनम्र अनुरोध गर्दछौँ। 1 नम्बरमा अनुपा तामाङ कहाँ हुन्छ मञ्चमा आइदिनु हुन अनुरोध गर्दछौँ। राजन तामाङ, जितमान तामाङ, सुना तामाङ, रश्मि तामाङ वाइबा, उहाँलाई चाहिँ जोरदारका साथ ताली बजाएर धन्यवाद ज्ञापन गर्नु अनुरोध पनि गर्दछौँ है। रश्मि तामाङ, पूर्ण तामाङ बोमजान, साधुराम तामाङ बोमजान, श्री कृष्ण गिरी, दीपक थापा गोदार, उर्मिला तामाङ बल, रामशरण तामाङ बल, विपिन तामाङ बल, सूर्यबहादुर श्रेष्ठ, रमेश ब्लोन, रिना बोमजन क्रमशः मञ्चमा आइदिनु हुन अनुरोध गर्दछौँ।
लागि धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि योभन्दा धेरै धेरै सहयोगको आशा राख्दछौँ। अझै हाम्रो साथमा गीतसँगै नाचहरू धेरै बाँकी रहेको छ। तपाईँहरू खाजा अनि यो आजको यो मलमको प्रसाद पनि ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौँ। अब दोस्रो चरण रहेको छ। रु 2000 देखि माथि सहयोग गर्ने नामहरू यहाँ प्रस्तुत गर्न गइरहेको छु। उहाँहरू चाहिँ मञ्चमा आएर आफ्नो सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौँ। नामराज तामाङ लोकचन, राजु तामाङ बोमजान, श्यामबहादुर तामाङ बल, रामनाथ, गोविन्द लामा, अमिर थापा मगर, पवन थापा राणा मगर, भ्यू टावर रिसोर्ट, ध्रुवराज सुवेदी। उहाँहरू जहाँ हुनुहुन्छ मञ्चमा आएर आफ्नो सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। सुवेदी धन्यवाद उहाँलाई। हाम्रो चाहिँ नाम आइसकेको व्यक्तिहरू चाहिँ अगाडि आइदिनु हुन अनुरोध गर्दछौँ। आउँदै हुनुहुन्छ, हेर्नुहोस् उहाँहरू को हुनुहुन्छ। अर्को सालमा त नपक्कै 10,000 नै गर्नुहुन्छ कि के छ हामीलाई, होइन र? आशा राखौँ धेरैभन्दा धेरै सहयोग गर्नुहुनेछ भने पक्कै पनि आशा त पक्कै पुरा गर्नुहुनेछ। हेर्नुहोस् कृष्ण बहादुर स्याङतान, माइकल तामाङ बल, रमेश तामाङ, दीपक तामाङ, रामकुमार तामाङ बोमजाल, सुरेश तामाङ योन्जाल, सप्तश्री ज्ञानपीठ सागर लामा। उहाँ चाहिँ आइदिनु हुन अनुरोध गर्दछौँ। कृष्णबहादुर स्याङतान, माइकल तामाङ बल, रमेश तामाङ योजन बोमजन भइसक्यो, दीपक तामाङ, रामकुमार तामाङ बोमजन भइसक्यो, सुरेश तामाङ योजन। सदस्यहरूलाई सहयोग गर्नुहुने हाम्रा दाताहरूलाई यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। साथै नामहरू यस प्रकार रहेको छ। सन्तोष तामाङ बल,
त्यसै गरी श्याम बहादुर योमजन स्वयं आफै सभापति हुनुहुन्छ। त्यसै गरी आशा तामाङ बल त्यसै गरी सन्तोष तामाङ बल मन्जु तामाङ योमजन यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। त्यसै गरी पार्वती तामाङ बल यस मञ्चमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ आफ्नो सम्मानका लागि। त्यसै गरी मदन तामाङ लोकन पनि आफ्नो सम्मान लिनका लागि यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। मदन लोकन त्यसै गरी राम बहादुर तामाङ योमजन त्यसै गरी राम बहादुर तामाङ योमजन उहाँलाई जोरदार तालीका साथ स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। त्यसै गरी पुरुषोत्तम भट्टराई सर यस मञ्चमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ यदि यस मञ्चमा हुनुहुन्छ भने यस उसमा हुनुहुन्छ भने। त्यसै गरी सनसेट भ्यू टावर पोइन्टका कुनै पनि सदस्य हुनुहुन्छ भने यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। त्यसै गरी उमेश दोङ उमेश दोङलाई स्वागत गर्ने क्रममा हाम्रो रु 5000 देखि माथिका सहयोग गर्नुहुने दाताहरूको नाम समाप्त भइसकेको छ। अब हजुर अब हामीले सम्मान गर्ने पनि हुन्छ। यस सम्मान गर्नुपर्ने हुन्छ। रु 10,000 सहयोग गर्नुहुने हाम्रो विष्णु बहादुर तामाङ र आफ्नो सम्मान लिनका लागि आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। त्यसै गरी अमृत तामाङ लोकसानलाई पनि आफ्नो यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। अमृत तामाङज्यू आफ्नो सम्मानका लागि यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। अमृत तामाङ त्यसै गरी सहयोग गर्नुहुने 10,000 सहयोग गर्नुहुने त्यसै गरी रु 10,000 सहयोग गर्नुहुने दाता हुनुहुन्छ विदुर खड्काजी यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ आफ्नो सम्मानका लागि। सायद विदुर खड्काजी अहिले हुनुहुन्न जस्तो लाग्यो। र त्यसै गरी 10,000 सहयोग गर्नुहुने हाम्रा दादा हुनुहुन्छ विनोद तामाङ यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु आफ्नो सम्मानका लिनका लागि। प्रोपाइटर तथा कलाकार पनि हुनुहुन्छ र उहाँ स्वयं एउटा एक्टर भएको कारणले उहाँको छुट्टै सम्मान पनि गरिसकेका छौँ हामीले।
पक्कै पनि हाम्रो 10,000 भन्दा माथिका सहयोगी दाताहरूको नाम सकिसकेको छ। अब हामीले कार्यक्रमलाई हामीले 10,000 भन्दा माथिका सहयोगी दाताहरूको नामावली पनि हामीले गरिसकेका छौँ र हामीले सम्मान पनि गरिसकेका छौँ। अब हामीले नृत्य देखाउन गएका छौँ। लोछारकै गीत गाउन चाहन्छु।
यालो छल काबारी जुन गौनला यालो छल काबारी तामाङ जुसरी याला चिनारी यालरी किम भेदम सोना लाबारी यालरी किम भेदम सोना लाबारी Samsi khai mayam hai, aise pin bane batauga, tungan na banam kare. Mujhe pin bane batauga, tungan na banam kare. Junao jujwale, nalalo chai bhangwari. Junao nalala, nalalo chai bhangwari. धन्यवाद है। अब टाइम पनि धेरै छैन, सबैले नाचेर साथ दिनुभयो। अब एउटा गीतमा नाच्ने हो त, लास्ट है यो चाहिँ। Hey,
下几回，下几回就转了，下几回，下几回啦啦，下几回，下几回来讲。झरी झरी 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 ने झरना सारी केसा ओढला पछे महार त्यो नाचा सारी केसा झरी 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 ने झरना सारी केसा ओढला पछे महार त्यो नाचा सारी केसा निधारीको सपनीमा सबै पानीमा पुरा खुसी हुन्थ्यो दुवै पानीमा पुरा खुसी हुन्थ्यो दुवै दाइसँग हो आरे मात्र न हो हर दिन मेरो आँखा वरिपरि नाच्दै आउँछ छम 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 गरी बसे यो मनभरि पल पल हर दिन मेरो आँखा वरिपरि नाच्दै आउँछ छम 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 गरी बसे यो मनभरि निधारीको सपनीमा देखे जति सबै पानीमा पुरा खुसी हुन्थ्यो दुवै पानीमा पुरा खुसी हुन्थ्यो दुवै हातैमा गाजल लाउने हातैमा नारी गाउने तिमी भन्छन् साह्रै मन पर्यो तिमी भन्छन् साह्रै मन पर्यो मेरो पाउँदैन सजिएकी शिरमा सासको सिउरीकी हो मैचन भाउजू मैचन हो मैचन तिमी मन पर्यो झन् 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 तिमी मन पर्यो ल धन्यवाद सबैजनालाई है त एकछिनमा फेरि आउँछु गुराँसै फुल्यो बनैभरि भैच्याङको तस्बिर मनैभरि गुराँसै
समापन गर्ने अनुमति चाहन्छु भन्दै आजको कार्यक्रम यही समाप्त भएको घोषणा गर्दछु। हजुर सबैलाई मेरो व्यक्तिगत तर्फबाट आयोजक कमिटीको तर्फबाट र व्यवस्थापन समितिको तर्फबाट नै भन्नु पर्यो। हाम्रो व्यवस्थापन समितिबाट कुनै आएको छैन र ती सबैबाट चाहिँ एकदमै खुसी व्यक्त गर्दै आजको कार्यक्रम विसर्जन गर्ने अनुमति चाहन्छु। धन्यवाद। लासो फ्याफुल्ला नमस्कार भन्न चाहन्छु।